अन्धो समाज अन्धो छरिता अन्धो छरिता किन त्यसै तर्किन्छेउ मसित जति सक्छेउ तर्क मायालु आमा तिम्रो दुधको भारले नसरापोस् आँसुको धाराले रुँदा रुँदै जो सिलाहुर्य म त बम्बई गई जाने मालु पात छुट्टी जन्म थात मातडीमा उडेको धुलो कोहीले भन्छन् सुने राम्रो कोहीले भन्छन् तारा मातडीमा उडेको धुलो फर्की फर्की आइदे बिन्ती अल्ला रे पारा माया पुतली फरर निष्ठुरी रहेछ रहेछ यो धर। नमस्कार मार्तडी एकचोटि सबैको हात माथि गर्नु कोही जना हुनुहुन्छ हेर्नु पर्यो। मैले यहाँ देखिरहेको छु मेरो युवा साथीहरू मैले सुनेको छु मार्तडीका युवा साथीहरूमा छुट्टै जोस छ छुट्टै उमङ्ग छ हो। अब बाजु र मार्तडीले अर्को प्रतिभा पनि जन्मायो भने ढुक्क हुनु होला ल हुन्छ बहिनी म एकछिनपछि गाउनेछु तपाईँसँग। अहिले भने म मेरो एउटा गीतमा जान्छु जुन गीत यहाँहरूले अति नै मन पराइदिनु भयो एकनारायण भण्डारीजीको शब्द सिर्जना पहिला सुनाउँछु अनि बल्ल नचल्छु ल। यहाँ आमा हुनुहुन्छ बुवा हुनुहुन्छ दाई हुनुहुन्छ भाउजू हुनुहुन्छ भाइ हुनुहुन्छ बुहारी हुनुहुन्छ त्यस कारणले पनि हामी मिल्छ भने आधा ग्याङ तल गरिदिउँ न प्लिज। म तपाईँहरूको आज विशेष क्यामेराले खिच्दैछु यो भिडियो चाहिँ अन्तर्राष्ट्रिय भिडियो बनाउनु छ हामीले आज प्लिज मिल्छ भने तल गइदिनु होला ताकि तपाईँ र मेरो नजर जुधोस् अनि क्यामेराको नजर जुधोस् हुन्छ हुन्छ। युवा साथीहरू कति हुनुहुन्छ तपाईँले हेर्नु त ल मेरो भाइहरू मेरो मित्रहरू प्लिज तल गइ तपाईँको डान्स चाहिँ यहाँबाट कैद गर्दाखेरिमा ठ्याक्कै मिल्न जान्छ। तपाईँहरूको डान्स हेर्नलाई यो अन्तर्राष्ट्रिय बजारमा जाओस् भन्ने मेरो हेतु हो। म पछिल्लो समय लोक सांस्कृतिक अध्ययन अनुसन्धान परिषदको पनि उपाध्यक्ष भएको हुनाले हाम्रो देउडा यति सस्तो चिज होइन जसले हावाको भरमा बोल्दैमा त्यो देउडा हुन सक्दैन। देउडा यस्तो हो जो हाम्रो मुटु हो। एकचोटि देउडाको लागि पनि जोडदार ताली दिनुहोस्। जुन गीत मैले गाउने गरेको थिएँ परदेशी लाहुर्य म त बम्बई गई जाने मालु पात छुट्टी जन्म थात मेरी मन की प्यारीलाई सँगै जाने मालु पात छुट्टी जन्म थात होइन। यसले के दर्शाउँछ भने हामी परदेशीमा परेको छ त्यसको एउटा परदेशीको वियोगान्त कथा हो यो। यसको लागि गोरा थापा सरलाई यो सिर्जनाको लागि हार्दिक सम्मान गर्छु। संसार देखाउनको लागि पैदा गर्ने जन्माउने ती बाबा र आमा ती सर्वश्रेष्ठ बाबा आमा एकचोटि आफ्नै बाबा आमाको लागि जोरदार ताली दिनु होला सम्मान स्वरूप होइन। बाबा आमा यो दुईटा शब्द न खोजेर पाइन्छ न कतै भेटिन्छ। त्यस कारणले हामी जति सम्मान गर्नु छ जीवितै सम्मान गरौँ आमा बुवाले भन्ने मेरो म्यासेज हो। त्यस्तै गरी मेरो अर्को कथा थियो लाले गुराँस फुल दिएर लागेको माया पछि सुनपानीले छर्का भन्न पर्ने अवस्था आयो होइन। त्यस कारणले सुन्नु होला मन परे ताली नत्र गालिदिनु होला है त। अन्धो समाज अन्धो छरिता अन्धो छरिता किन त्यसै तर्किन्छेउ मसित जति
कति सक्छौ तर्क मायालु मैले छुँदा छोइन्छ भने त सुन पानीले छर्काउ मायालु। कतिजनाले अनुमोदन गर्नुहुन्छ यो गीतलाई हात उठाउनु त? धन्यवाद। अब यो समाज त्यो समाज नहोस् जुन हामीले भोगेर आइसक्यौँ। अबको समाज शिक्षित समाज, समावेशी समाज। प्रत्यक्ष सुन्ने हो भने, साँच्चै गीत सुन्ने हो भने प्रत्यक्ष बाजामा हुन्छ। गीत गाउने गीतभन्दा अगाडि बाजा आउँछ। बाजा, गीत र नाच, यो तिनवटा चिज होइन। त्यस कारणले म आफै पनि बाजा बजाउँछु। त्यस कारण बाजा मेरो मुटु हो, गीत मेरो धड्कन हो। माउडेको धुलो धुलो भन्दा मायाको मन ठुलो, माछाडी माउडेको धुलो धुलो भन्दा मायाको मन ठुलो, माछाडी माउडेको धुलो धुलो भन्दा मायाको मन ठुलो, धुलो भन्दा मायाको मन ठुलो। एकचोटि प्रत्यक्ष बाजाको लागि हातै माथि चाहिन्छ। मैले मागे ल। 1 2 3 भाइ तपाईँको छोरी खै लिएर आउनु छ? तपाईँको अघिको छोरी लिएर आउनु। तपाईँको छोरी यो आर्थिक दिइरहेको छ। तपाईँको छोरी आउनुहोस्। प्रतिभा भाइ दुईजना मात्रै। मार्तडीमा उडेको धुलो तम्रा जोडी देखेपछि झरे मेरा आँसु। मार्तडीमा उडेको धुलो साडीमा उडेको धुलो माया भयो यसपालि। अर्को पनि उहाँै हो नि। तिनजना तर मार्तडीमा उडेको धुलो कोहीले भन्छन् सुने राम्रो, कोहीले भन्छन् तारा। मार्तडीमा उडेको धुलो फर्की फर्की आइदे बिन्ती अल्ला रे पारा। मार्तडीमा उडेको धुलो धुलो भन्दा मायाको मार्तडीमा उडेको धुलो धुलो भन्दा मायाको मार्तडीमा उडेको धुलो धुलो भन्दा मायाको धुलो भन्दा मायाको। यो नाच्ने जोडीलाई प्लिज जोरदार ताली हातमाथि गरेर छोरेटालाई ढाका टोपी छोरेटीलाई चोली मार्तडीमा उडेको धुलो यस्तै थिइन् मेरी माया अहिले कता होली। मार्तडीमा उडेको धुलो भन्दा मायाको मन, मार्तडीमा उडेको धुलो धुलो भन्दा मायाको मन, मार्तडीमा उडेको धुलो धुलो भन्दा मायाको मन, धुलो भन्दा मायाको मन, धुलो भन्दा मायाको मन, धुलो भन्दा मायाको मन। हात सबैले माथि गराउँदा आमा बुवा दाजुभाइ दिदीबहिनीहरू धन्यवाद। यो गीत यो गान त थियो। अब मैले भनिसकेँ, मैले कति गीत गाएँ म भन्दिनँ। जम्मा गीत गाएको 25 वर्ष भएको छ, धेरै भएको छैन है, होइन। त्यस कारणले पनि म यहाँको आशीर्वाद थाप्न किन आएको छु भने मर्ने बेलासम्म भजन मात्रै भएर पनि गाएर भए पनि मर्न पाऊँ भनेर यहाँसँग आशीर्वाद थाप्न आएको हो। त्यस कारणले यो मेरो आज यसपालि रजत यात्रा छ, साङ्गीतिक रजत यात्रा। अब भने मलाई तपाईँको पनि प्रेम थियो होला हो भाइहरू? थियो, प्रेम छ, लभ परे के अरे माया
समस्या छ होइन? माया बिनाको संसार छ र छैन नि? तर माया आमालाई गर्ने माया, बाबालाई गर्ने माया, दाजुभाइलाई गर्ने माया, फरक फरक माया छ। त्यस कारणले आमाको लागि एक टुक्का विदाउट ट्र्याकमा गाउँछु म। क्रमशः मेरो वियोगान्त गीतहरू बिना ट्र्याकमा बिना बाजामा गाउनेछु। आमा तिम्रो दुधको भाराले नसरापोस्, आँसुको धाराले रुँदा रुँदै जो। आमा आमा म तिम्रो सम्झनाले सिरानी